Hey everyone, welcome to the vlog. Another vlog ma फेरि पनि स्वागत छ. बडी 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 कफी छ? ए हुन्छ माथिबाट लिएर बिहानको कफी नखाए चाहिँ दिनको सुरुवात भएको जस्तो लाग्दैन. त्यही भएर चाहिँ म कफी किन्नु माथि जानुपर्छ. उठेको छ कफी चाहिँ पहिला म खासै खान्थिनँ कफी पनि. तर कहाँदेखिको म कफी एडिक्ट भयो भन्दाखेरि चाहिँ म चाहिँ चिन्ता बस्थेँ नि त. अन्त रातभरि चिन्ता बसेर बिहान घरमा आउँदाखेरि चाहिँ त्यो कफी खाएपछि चाहिँ निन्द्राले छोड्थेँ क्या. खाँदा 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 बानी भइसक्यो अहिले त. कफी बिना चाहिँ यो पनि मैले कन्ट्रोल गरेको दिनमा एकपल्ट मात्रै खान्छु अहिले. नभए त दिनमा 6-7 पल्ट त खाइदिन्थेँ. त्यो 6-7 पल्ट खाने हुँदा ओर्दा हस्पिटल एडमिट भएको थिएँ. अन्त त्यो भएर अहिले चाहिँ दिनमा एकैपल्ट मात्रै खान्छु कफी. त्यो पनि सानोमा पनि छैन, ठुलो थर्मसमा. अब चाहिँ लाग्दैको ड्युटीतर्फ. पछि लामा हुँदैछ. अब एकपल्ट निस्केपछि कहाँ फेरि फर्किरहनु हो. जानै पर्ने भयो नि घर. पैसै बिर्सिराखेको छु. ड्युटी हुन्छ. त्यहाँबाट चाहिँ 6 बजी चाहिँ मेरो छुट्टी हो. तिमी त हालेको बत्ती नदिनु ल. हजार त्यहाँ बस्नु. आज लिएको छु मैले पास्ता.
आलु मिमी यो चाहिँ हो आलु मिमी सुमित दादा दादा 3टा मटर पनि दिनुहोस् न ग्यास चाहिँ हरामी हुन्छ होला एउटा दुईटा छ भने एउटा सिक्नु छ भने काठको सधैँ एक ठाउँ छ सबैको सामान não vou botar bola ali